हेलो एभ्रिवान, दिस इज मी कविता। अनि आज चाहिँ म सेकेन्ड भ्लग बनाइरहेको छु, तर मेरो अघि बनाएको दुईवटा भ्लगमा साउन्डै आएन रहेछ। मलाई रिस उठिसक्यो। अहिले चाहिँ मैले टेस्ट गरी बनाएँ। अहिले कति आउँदैन आएको बेलामा भिडियो पनि के भएर साउन्डै हराउँछ भनेको। अनि त्यही हो। अब आज चाहिँ मैले स्विमिङ, अस्ति हामीले स्विमिङ कसरी सिकेछौँ भनेर बनाएको भिडियो थियो। त्यही भएर मैले चाहिँ स्विमिङ अब के कति हाम्रो प्रोग्रेस भयो भनेर देखाउँछु भनेर भिडियो बनाएको थिएँ। मेरो दुईवटा भिडियोको साउन्डै नआएर मलाई यति रिस उठिरहेछ। अनि त्यही हो। अनि मैले चाहिँ खासमा आज क्रक्स पनि मैले अनलाइनमा मगाएको थिएँ। अनि त्यो क्रक्स चाहिँ आइसकेको रहेछ। अनि त्यही पनि हजुरहरूलाई पनि देखाउँछु। दिस इज माई न्यू क्रक्स। अनि मैले क्रक्स देखाउन मैले अघि यति मिहिनेत गरेर भिडियो बनाएको थिएँ, यति मिहिनेत गरेर भिडियो बनाएको थिएँ। अहिले आएर मलाई यो मैले सबै लाएर देखाइसकेको। के भन्नु अब मैले यसलाई के भन्छ त्यसलाई, के अरे प्याकिङबाट निकालिवरी देखाएको भिडियो त साउन्डै रहेन रहेछ। अब यो पनि आउँछ कि आउँदैन, यो त अब त्यो मैले टेस्ट गर्दा। अनि यो चाहिँ मेरो नयाँ क्रक्स हो। अब मैले कसरी लाएर देखाउनु, अघि मैले यहाँ लाएर पनि देखाएको थिएँ। अनि मलाई रिस उठ्यो मेरो भिडियो नभएर। अब म आज स्विमिङ जान्छु। आज पनि एक्लै हुन्छु होला। आज पनि मेरो साथीहरू पनि जाँदैन अरे। अब मैले भिडियो क्लिप लिएँ भने देखाउँछु, लिएन भने मैले भिडियो पनि हाल्छु कि हाल्दिनँ। मलाई रिस उठ्यो। देखाउन सक्नुहुन्छ गाइस। अब के भन्नु, अघि मैले खोलेको भिडियो पनि साउन्डै आएन। ओके, यति नै हो। अब म स्विमिङ पुलमा गएर क्लिपहरू देखाउँछु के सिक्यो भनेर, कति प्रोग्रेस भयो भनेर। अनि चाहिँ म भर्खर अफिसबाट आएर भिडियो बनाएको त मेरो गर्मी सर्मी पनि हटाइसक्यो अब चाहिँ। ओके, त्यति नै थियो मेरो। अब यही थियो राम्ररी थियो ओटिडी, के भन्छ ओटिडी चाहिँ मेरो नयाँ क्रक्सँग। अनि टाढोबाट देखाउनु पनि के गर्नु, स्ट्यान्ड पनि भाँचेको छ। लुगा त हो देख्दैन रहेछ यस्तो गर्दा नि। टेक वाउ, डिप्रेसन ल यही थियो मेरो। ओके, अहिले चाहिँ म स्विमिङ आइसकेँ। अनि आज पनि सधैँ जस्तै के कुराहरू सिकाउनु भएको थियो त्यही कुराहरू प्र्याक्टिस गरेँ, रिपिट गरेँ। अझै पर्फेक्ट त भएको छैन, किनभने यो भिडियो हेर्दा अलिक फनी त लागिरहेछ। तर के छैन, बिस्तारै सिकिहालिन्छ। किनभने हाम्रो भर्खर 10 डेजको क्लास अलमोस्ट सकिन लाग्यो। अब बिस्तारै स्मुथ हुँदै जान्छ होला, सिक्दै गएपछि पर्फेक्ट हुन्छ। अनि आजलाई चाहिँ यति नै। आज मैले खासै क्लिप्सहरू लिएको छैन। अब अरू भिडियोमा म देखाउँदै जान्छु। आजलाई यति नै। थ्याङ्क्स फर वाचिङ। सी यु इन द नेक्स्ट वान। बाई, टेक केयर एभ्रिवान, स्टे कुल, स्टे हाइड्रेटेड, बाई।